छिटे साथी हो हामी त साग टिप्दैछौँ यहाँ त भाइ अम्मो साग कत्रो फेरि अम्मा एक भारी साग बनाइसके बोक्यो चाल्यो ओराइदै भाइ अलिक हँ अलिक ओराइजाने म चाहिँ भ्लग बनाउँदैछु साथीभाइ हो बिस्तारै क्या आउँदैछु हाम्रो साग यसरी हुन्छ आलुबारीमा होइन है अन्त तपाईँहरूले देख्नु भएको छ कि देख्नु भएको छैन यहाँ साग होइन भाइ कस्तो छ यी अँ यहाँ एक डोको भइसक्यो नि मेरो अन्त अन्त उज्यालो देखिँदो रहेछ कस्तो यो चाहिँ केसँग मिठो हुन्छ भन्दा मासु माछाको मासुसँग मिठो हुन्छ ल यता देखाएँ भाइ म जाँदैछु ल अलिक ओराइदियो भाइ भ्लग बनाउने मान्छे म हो त्यही त साथीभाइ हो यो गरामा चाहिँ लगभग सक्यो यता तलतिर सबै टिपेर आएको भाइ यता देखा त उँधो होइन बिस्तारै देखा होइन हामीले सबै यो तलतिर टिपेर आएको नि कस्तो देखिँदो रहेछ नि अम्मो साग है नेतालाई हेर्नु त कस्तो देखिँदो रहेछ नि दामी देखिन्छ होइन